अनि अहिले चाहिँ बिहानको 6:40 भएको छ। अनि म चाहिँ तोरी काट्न खेतमा आउँदैछु जयपुर, किनकि अहिले तोरी काट्नुपर्छ। अनि दिउँसो फेरि अफिस पनि जानुपर्छ, नानीहरूलाई स्कुल पुऱ्याउनुपर्छ। त्यही भएर 6 बजी आएर अन्त भ्याइँदैन नि त। अनि 6 बजी म तोरी काट्न जयपुर आउँदैछु। यो चाहिँ मैले रोपेको राजमाहरू हो होइन। अनि यता पनि मैले राजमा आलुहरू रोपेको छु। हामी चाहिँ अहिले तोरी काट्दैछौँ, तोरी पाकेको छ होइन। अनि यहाँनिर तोरी काट्न मेरो जेठानीसँग आउनु भएको छ क्या, देउरानी भ्याउँदैन दिउँसो अफिस जानुपर्छ भनेर जेठानी आउनु भएको छ। अनि यता मलाई माया गर्ने कमलादी हुनुहुन्छ, कमलादी पनि तोरी काट्न सघाउन आउनु भएको छ। अनि यता बुवा हामी तोरी काट्दैछौँ। यो चाहिँ पत्ला तोरी हो, यो अग्ला तोरी हो। यो चाहिँ अलिक छिट्टै मैले हुँदैन होला, ठाउँ राम्रो थिएन भनेर हाल्दै थिएँ, तर चाकरहरू पनि केही पनि गरिनँ, मल दबाई सबाई केही पनि लाइन। तर फल्दा त अगुवा भराउँदा राम्रै फल्यो क्या यहीँ, राम्रै फलेको छ। अनि यो चाहिँ थोरै छ छैन, एउटा गराउ। अनि यता पछाडि चाहिँ अगुवा पछाडि यहाँ छ क्या। फाइनल्ली तोरी हामीले उखेलिसक्यौँ आजको। अब लगभग 9:30 पनि भइसकेको छ होइन, अफिस जानुपर्ने। तोरी उखेलिसक्यो, बाई बाई।